Okay, what is it, people? Come back to our channel. Hope you guys are doing good. And yeah, like यो अहिले सङको रियाक्सन होइन, बट बालिन्सालाई चाहिँ अब उहाँको साथी हुनुहुन्छ कि को हुनुहुन्छ मलाई थाहा भएन है। लाइक अलि एक्सपोज गर्न भएको रहेछ अनि आई डोन्ट नो त्यो रियल हो कि के हो। लाइक बालिन चाहिँ फेक हो त्यस्तो टाइपको भिडियो रहेछ हैन। सो ढिला नगरी सुरु गर्दिम, लेट्स गो। त्यो ए टु जेड थाहा छ के बालिन दाइको। त्यो टिभीमा पपुलर हुन थालेपछि मलाई मान्छेले क्वेसन गर्न थाले कि उसको त ऊ मेयर हुन भन्दा अगाडि मेयर हुने बेला यही मेरो घरमा प्लान गरेको थिए, यही पछाडि प्लान गरेको थियो मेयरको लागि के गर्नुपर्छ के गर्नु पर्दैन। त्यतिखेरसम्म म सँगै थिएँ। अब बालिन दाइको म कतिवटा चिजहरू म भन्छु उसको हैन, मैले यो चिजहरू नराखौँ जस्तो भयो थियो, तर दाइको भाउ चाहिँ अलि अति नै बढ्या रहेछ हैन। एक त भाउ बढ्या रहेछ भन्नुहुन्छ। अब लाइक मेयर हो हैन, मेयर भन्दा पनि अझ ठुलो पर्सनालिटी नै भइसक्यो। अब त लाइक पिएम बन्ने जस्तो पनि कुराहरू छ हैन। अब त्यो भन्दा पनि अब पहिलेदेखि चलेको मान्छे लाइक एज अ गुड ऱ्यापर हैन। ओके, भाउ बढ्ने त त्यो स्वाभाविक हो। भाउ पनि के भन्नु, अब उसलाई बालिन दाइलाई टाइम नै हुन्न होला हैन। सो या कुनै बितेको छोराको आमालाई झुटो आश्वासन देखाउनु त्यस्तो कहिले नगर्नु दाइ। तपाईँ जस्तो फेक मान्छे रियल पब्लिकले अहिले मजाले तपाईँको फेस नै चिने छैन। तपाईँको म रियल मेसेजहरू अब म सबै निकाल्छु पक्नु दाइ। ल राहुल भोलितिर भेट्नुपर्छ बेलुका, तिम्रो ट्रेनिङ सघाउन ए पहिलाको होला सायद। तपाईँलाई दुई चारवटा कुरा मैले गरेको थिएँ दाइ, गरौँ सँगै गरौँ दाइ। तपाईँले नै भन्नुभएको थियो यहाँ हेर्नु तपाईँको कुराहरू बालिन शाह होइन त। फेरि यो फेक आइडी सोचलाई फेरि मैले बनाएर अरू मेसेज देखा जस्तो। यो मान्छेको सोच कति अपराधिक छ यहाँ। उसको लाइफ ड्यामेज पार्छु नि भने अब उसको आयो भने मैले सम्झाएको छु। 10 वर्ष पोलिटिक्स गरेको। ओके, यो लाइक अब अहिलेको त होइन होला यो फर रियल। यो मेयर हुनुभन्दा अगाडिकै म्यासेज हो। लाइक अझ त्योभन्दा नि अगाडिको होला। आई डोन्ट नो के रियाक्सनको के हो यो चाहिँ कुरा थाहा भएन मलाई। तर अब त्यति बेलाको कुरा यसो लाइक एउटा एक्सपोज गर्नुभयो त्यो ठिक छ। त्यही पनि लाइक एउटा होमिज अब हेर्ने एउटा अब यस्तो गर्नु नपर्ने हो। ठिक छ, हेरौँ के छ। यो मेयर जस्तो सोच भएको मान्छेले लाइफ ड्यामेज पार्छु, मैले नि 10 वर्ष भयो पोलिटिक्स गरेको। कति मान्छेलाई त स्वाट्ट बालिन आए जस्तो भयो होला नि त होइन। बालिन भित्रभित्रै उसले अलिकति पोलिटिक्सको बारेमा नलेज थियो। अनि दाजुभाइको कुरा होइन, अब त्यो त हुनु परेन। लाइक मेयर हुन्छु भन्दैमा जो पनि त सकिँदैन नि त। लाइक अब बन्छु भने जोड्नु नि सक्ला, तर गरेर देखाउन सक्दैन। लाइक म भन्नु मतलब जित्न त्यसरी सक्दैन नि त। अब पोलिटिक्सको नलेज हुनु पऱ्यो, त्यो त स्वाभाविक नै हो। तर यो कहिलेको कुरा यार। लाइक अब दुईवटा केटाहरू अब बस्यो भने के कुरा हुन्छ नि। अब यसरी एक्सपोज गर्न नहुने थियो मेरो विचारमा चाहिँ। दाइ हुँदा यस्तो यस्तो चिजहरू यस्तो कुरा गरेछ नि, त्यो मान्छेले रियल उसको फेस देख्यो भने होइन, यो मान्छे मैले सक्दै किन उसको बिचरा त्यो इमेज ब्याड पारिदिनु होइन, किन ब्याड पारिदिनु भनेर मैले यो चिजहरू निकालेको थिएन क्या। तर अहिले चाहिँ अति भयो उसको। अब अस्तिदेखि कुरिरहेको थियो, अब त उसको पनि मेयरको पनि टाइम जान आँटिसक्यो नि त। तर यो मान्छेलाई भोलिको दिनमा प्रधानमन्त्री बनायो भने यसको त्यो लेभलको क्यापेसिटी चाहिँ छैन है। यो भनेको सर्पो जस्तो मान्छे हो। अब यो मलाई भोलिको दिनमा कमेन्टहरू आउला, गालीसाली मुखसुक छाड्ला होइन। मुखसुक छाड्न भन्दा अगाडि एकचोटि मेरो प्रोफाइल स्टक गर्नु। मैले नचिनिकन यो चिज बोलेको भए अर्कै कुरा हुन्थ्यो होइन। मैले चिनिसकेपछि यो मैले 3 वर्ष फिल्टर गरेपछि बल्ल यस्तो चिज यो मेयरको चिज हो त। उसको जुन इमेज बाहिर देखिन्छ नि त्यो इमेजै होइन क्या। ल हेर यहाँ लाइफ ड्यामेज पार्छु, यसको यो गर्छु, यसलाई यो गर्छु। शान्त नै छु अहिले, टाइम आओस् सबैलाई देखाउँछु भित्रभित्र भूमिगत। ल राहुल भोलितिर भेटेर बेलुका तिम्रो ट्रेनिङ सकाऊ चिलमा। यो मान्छे अब फेरि यो फेक आइडी सोच्ला है गाइज। ल यसको आइडी फेक सोच्ला।
म चाहिँ फेरि सत्य बोल्न कहिले डराउँदैन क्या जे हो त्यो अस्तिदेखि फिल्टर गरेँ मैले कति चिजहरू नदेखाम होला जस्तो लाग्यो ल उसको यो रियल आइडी रहेछ कि नै फ्रेन्ड्स छ फलोवर्स ल यो त मैले फेक आइडी बनाएर उसको मेसेज त देखाएको होइन यो आइडी सब रियल हो कि होइन हो त्यही भएर हेर्नुहोस् तपाईँहरू पनि भोलिको दिनमा ऊभन्दा खतरा बन्न सक्नुहुन्छ एकजना बालेनकै भरमा त्यो देशलाई नसोप्नु होइन एक त यो देश अलरेडी खुलित भइसकेको छ यो मान्छे एकदम मास्टर माइन्ड मान्छे हो एकदम सर्प हो यम दाइले नै भन्थ्यो बालेन इज स्नेक भन्थ्यो मेरो घरमा आएर यम दाइको घरको बारेमा जे पाइ त्यही कुरा गर्ने अनि पछि मेरो हुने बित्तिकै गएर भैँसी पार्टीमा गएर सेल्फी खिचेर म शालिक बनाउँछु भनेर त्यो पनि शालिकको कन्सेप्ट म र एमसी फ्लो दाइको कुरा हो उसले राखेको ऊ पदमा थियो त्यही भएर त्यो अलि भाइरल भयो अब हामी त त्यो लेभलमा पुगे छैनौँ नि त तर उसले यो बिर्सिनु भएन कि उसको पछाडि कतिजना स्याडोहरू थियो क्या कहाँबाट आएको त्यो चिजहरू बिर्सिनु भएन नि त बालेन दाइ तपाईँ जस्तो फेक मान्छेले देश चलायो भने देश चाहिँ वाइल्ड बर्बाद हुन्छ कि त तपाईँले बेचिदिनुहुन्छ दाइ मा कसम भन्छु दाइ मलाई कसैको थ्रेडको पनि डर छैन एकछिन के भएको फेरि म सत्य बोल्ने मान्छे हो होइन बरु अरू मान्छेहरू पनि उदा होस् क्या ऊ पनि नर्मल तालले नै लड्या हो क्या होइन तर उसमा भिजन चाहिँ के थियो जे हो त्यो म भन्छु होइन ऊ अलरेडी प्लान गरेर पहिलेदेखि मिडियाहरूलाई चेपेर ऊ चाहिँ एकदमै सिरियस भएर नै लडिरहेको थियो त्यही भएर उसले जित्यो कि चाह्यो भने कहिले जित्न सक्दैन यार मनले लड्यो भने जित्न सक्दैन र भने तर एउटा कुरा मैले भन्दैछु जुन तरिकाले मान्छेले बालेनलाई हेरेछ नि त्यो बालेनै होइन क्या त्यो भित्र बालेन अर्कै छ क्या बालेन दा आइएम सो सरी है मैले यत्रो वर्षसम्म तपाईँलाई कतिचोटि मेसेज गरेँ तपाईँले रेस्पोन्स गर्नु भएन त्यो पनि कतिजना मलाई साथीभाइले के भन्यो अब उसको अहिले पोजिसनै यस्तो ठाउँमा छ कति चिजहरू उसले त्यो मेन्टेन गर्न सकिरहेको हुन्न होइन तर त्यो भन्दैमा उसले 2-4वटा चिजहरू जहाँ पाइ त्यही जान सक्छ तर आफ्नै मान्छेलाई मिलाएर राख्न सक्दैन भने त के काम रहेर दाइ तपाईँले नि अब यसो हेर्ने बेला त होइन लाइक म पनि के कुरा गर्नु अब त्यो मलाई पनि बालेन नजिकबाट चिने छैन अब ब्रदरले भने जस्तो होइन लाइक यो त कस्तो देख्यो भने अब पहिलेको साथी हो ठुलो पदमा गयो ठुलो सक्सेस गर्यो अहिले बाल्दिन्न अब यसको बारे जे पाए त्यही बोल लाइक ल नराम्रै होला जे होला तर अब यसको बारे अब बोलिदिन्छु त्यसरी भनेको नराम्रै होला अलि कि त अब जुन बेला पदमा गयो अब जति बेला मेयर भयो अब त्यति बेलै कुरा खोलेको भयो अलि लाइक त्यो छुट्टै कुरा हुन्थ्यो तर अहिले आएर अब रेस्पोन्स गरेन होइन मान्छेहरू मेन्टेन गर्न सकेन केटाहरूलाई लाइक त्यस्तो भने त अलि लाइक जेलेस पाराको अलिकति खै के भनौँ आफ्नो मान्छेलाई मिलाएर राखेको भए नि आम्मा कसम भन्छु होइन दाइ पुरा तराईको केटा यताउति सबै हामीले कन्ट्रोल गरिदिन्थ्यौँ कि एउटा पार्टी खोलेर होइन राम्रो पार्टी के त्यो हुन्छ नि अहिलेको लागि अपडेटहरू यति नै भरे ओके इट्स लाइक अब देख्न त्यही देख्यो होइन लास्टमा कुरो आफै खोल्यो होइन रेस्पोन्स गरेन दाइले त्यत्रो पदमा गएको छ लाइक अब एउटा मेयर सामान्य भएको भने ल गरौँ भन्ने हो अब उसको इमेज नै लाइक मेयरभन्दा कहीँ ठुलो छ क्या होइन अब फलोवर्स नै त्यति धेरै छ लाइक अब कति ठाउँमा धाउनु पर्दा अब कतिसँग बोल्नुपर्छ होला लाइक अब एउटा मेयरको काम त छुट्टै छँदैछ त्यो भएर अब ऊ गर्न सक्दैन होला सबैलाई लाइक अब मेन्टेन गर्न सकेन उसले भने जस्तै अब त्यो भन्दैमा लाइक एक्सपोज गर्न खोज्ने या ऊ ट्र्यास टक गर्ने मलाई चाहिँ अलि त्यस्तो चित्त बुझ्दैन है लाइक ओके उसले ल बालेन नराम्रै होला लाइक होइन नराम्रो इन्टेन्सनले लाइक पोलिटिक्स गरिरह होला बट अलि अगाडि नै गर्नु पर्यो नि यो एक्सपोजहरू यताउता पनि लाइक अलि मेयर हुने बित्तिकै या फेरि यताउता अब बाल्दैन भनेर त्यस्तो गर्नु त भएन होइन त्यही पनि लाइक मलाई अब थाहा छैन होइन बालेन कस्तो के हो लेट्स सी अब अगाडि के हुन्छ होइन नो हेट टु एनीवन या वी लभ अल सो आजको लागि यति नै भिडियो मन पर्यो भने भिडियो लाइक गरिदिनु एन्ड सी यू गाइज इन माई नेक्स्ट भिडियो बाई बाई